नमस्ते, यहाँहरूलाई स्वागत छ। आजको यस भिडियोमा म गौतम बुद्ध सम्बन्धी जानकारीबाट को हुन् गौतम बुद्ध। गौतम बुद्धको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन पवित्र स्थल लुम्बिनीमा भएको थियो र पवित्र लुम्बिनी भनेको यही क्षेत्र हो। मायादेवीको कोखबाट बौद्ध धर्मका प्रेरणा गौतम बुद्धको जन्म भएको थियो 2600 वर्ष पहिले। यहाँको प्रमुख मन्दिर भनेको गौतम बुद्धको जन्मस्थलमा रहेको मायादेवीको मन्दिर हो र यही मन्दिर नै प्रमुख मन्दिर हो। यहाँ रहेको अशोक स्तम्भले लुम्बिनी हो भन्ने कुराहरूलाई परिचित गरेको छ। राजा अशोकले नै यो अशोक स्तम्भ निर्माण गरेका थिए र यो क्षेत्रलाई लुम्बिनी भनी यही स्तम्भबाट नै जानकारी गराएका थिए। सन् 1997 देखि युनेस्कोले पनि यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। गौतम बुद्धका बुवा को थिए त? गौतम बुद्धका बुवा शुद्धोधन थिए। शुद्धोधन हालको कपिलवस्तु जिल्लाको तिलौराकोट बाणगङ्गा नदीको किनारमा रहेको छ र जुन तपाईको तौली हावाबाट 3 किलोमिटर उत्तरमा रहेको छ र हाल त्यो क्षेत्र चाहिँ खासमा भग्नाशेष अवस्थामा रहेको छ। विश्व प्रसिद्ध ऐतिहासिक तथा पुरातात्विक महत्त्वको भूमि लुम्बिनीमा भगवान गौतम बुद्धले 29 वर्षकै उमेरमा गृह त्याग र राज्य त्याग गरी ज्ञान प्राप्त गर्नुभएको थियो। लुम्बिनीमा संसारभरिका विभिन्न पर्यटकहरू आउने गर्दछन्। बौद्ध मार्गी पर्यटकहरू तथा धार्मिक पर्यटकहरू, आन्तरिक पर्यटकहरू पनि आउने गर्दछन्। स्मरण रहोस्, लुम्बिनी रूपन्देही जिल्लामा पर्दछ भने तिलौराकोट कपिलवस्तु जिल्लामा पर्दछ।